वेलकम टु माई थाइल्यान्ड ट्राभल लेसन सिरिज। यो भिडियो चाहिँ हामीले गरेको मिस्टेक्सहरू हजुरहरूले नदोहोऱ्याउनुहोस् भनेर बनाएको है। अब करेन्सी एक्सचेन्ज गर्नु छ भने चाहिँ प्लिज बाहिर नै गर्नु होला, राम्रो रेट पाउँदो रहेछ। अब सिम र फुडहरूको लागि चाहिँ 7-11 नै बेस्ट हो। रामेनहरू अनि त्यसपछि चिज टोस्टी खाँदा भयो। अनि ग्रान्ड प्यालेसको यो हाम्रो स्क्याम चाहिँ हजुरहरूले अभोइड गर्नु होला। सपिङ गर्नु छ भने चाहिँ हाम्रो लागि प्रतुन्ना मार्केट र चाचुचाप मार्केट इज द बेस्ट। त्यहाँको स्पेसल फुड भनेको प्याड थाई नुडल्स अनि म्याङ्गो स्टिकी राइस अनि त्यहाँको फ्रुटहरू चाहिँ ट्राई गर्न नबिर्सनु होला, सबैभन्दा बेस्ट हुन्छ। त्यहाँको टेस्ट मन परेन भने चाहिँ हामीले KFC म्याकडोनल्ड्सहरू खाँदा भइहाल्यो। ट्रान्सपोर्टेसनको लागि चाहिँ हामीले फुकेटमा चाहिँ स्कुटर रेन्ट गर्नुपर्छ। त्यति बेला चाहिँ हजुरहरूले भिडियो लिन नबिर्सनु होला, कज ओनरले स्क्याम गर्दो रहेछ त्यो बेला पनि। अनि फिफीको डे टुर प्याकेज लिँदै हुनुहुन्छ भने चाहिँ प्लिज बार्गेन गर्नु होला, धेरै नै रेट फरक पर्दो रहेछ। सो थ्याङ्क यू फर वाचिङ।